हो यो यामाहा त क्रेजी छ त यार बाइक चाहिँ यस्तरी छ है केटाहरूको खतरा खतरा MT10 फायर प्लेट सही हो यार लुक एट इट म्यान फर्स्ट टाइम देखेँ यार यस्तो बाइक त मैले आमा यो चाहिँ हार्डकोरै राइडर रहेछ यार हार्डकोर राइडर अनि पैसा भएको हार्डकोर राइडर त हामी पनि हो त्यो पैसा चाहिँ मिसिङ छ भन्ने कुरा मात्र है ल केटाहरू स्टार्ट भयो हाम्रो राइड आज RS V4 निस्केछ 6 वर्षपछि अनि हाम्रो MT10 छ CBR पनि हो 5 वर्ष भयो त्यो निस्केको अनि हाम्रो अर्को स्ट्यान्ड भन्ने दोस्त आएको छ केटाहरू फुल रेडी छ अनि फायर ब्लेड यस्तो छ है आजको केटाहरूको रमझम भनौँ अब चलौँ अनि हाम्रो खास नै आउँछ अहिले हार्ली लिएर सही हो ल अब चाहिँ भेटौँ है त राइडमा तर त्यो टुलो नै रहेछ क्या हुन पनि त्यो बेली प्यान यस्तो घिर्सिएर अस्तिको राइडमा ओइ 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 केटा ल चल्यो चल्यो आमा घाँसमै हो सही केटा हो अब हामी चाहिँ यहाँदेखि हिँड्यो फर्स्टमा चाहिँ फ्युल हाल्न रोकिन्छ होइन आज चाहिँ कतिजना 5 जना जति छ 6 जना खासै अहिले पछि आउँछ सही केटा यहाँ चाहिँ फ्युल स्युल हाल्यो हाम्रो केटाहरू हिँड्दैछ जब म लास्टमा आउँछु है आज चाहिँ 5 जना 6 जना हुन्छ है अहिले पछि केटाहरूले के गर्छ सही हो MT10 खतरा खाएको छ दुईवटा बाइक चाहिँ बाटो मिस गरेर फेरि उतै फर्क्यो हामी चाहिँ यहीँ वेट गरिरहेछ अब त्यो दुईजना दाइहरू आएपछि चाहिँ हामीदेखि लागु भइन्छ आज चाहिँ बाइक निस्किरहेछ घाम लागिरहेछ विकेन्ड त्यही त विकेन्ड पनि भयो नि त आइसक्यो दाइहरू आमामा क्या छिटो कुदाएको यार सही हो अब चाहिँ हामी यहाँ फर्स्टमा पेट भोजन गर्न जान लागिरहेछ हाम्रो दाइले यहाँ क्याफे छ दामी क्याफे भन्दैछ सो अब चट्ट क्याफेमा जाने सर र केही खाने अनि त्यसपछि चाहिँ राइड हान्नु पर्छ आज चाहिँ बाटो थोरै बिजी भइरहेको क्या त्यही भएर एकछिन खायो भने ट्राफिक पनि क्लियर होला सो ए CTL भन्ने रहेछ होइन यहाँ चाहिँ ओहो यहाँ पुरा सही रहेछ नि त ओहो दाइले सही ठाउँमा ल्याए यार आज विकेन्ड हो नि त त्यही भएर आमामा दामी हो यो चाहिँ अनप्लान नै थियो सही छ यार व्हिल चाहिँ सही छ ठिक छ केटा नभनी आइदिएर थ्याङ्क यू दादा हाम्रो केटा चाहिँ यहाँ चिल हानिरहेछ अलिअलि सर र बाइक देखाइदिउँ होइन यसरी बुलेट आएको छ यहाँ क्रोमवाला यो पनि नयाँवाला होइन अनि यहाँ चाहिँ हाम्रो बाइक छ यो चाहिँ MT हाम्रो बाइक हो यो CBR पनि हाम्रै अनि यो एप्रिलिया पनि हाम्रो होइन आजको लाइनअप RS V4 सो सही छ अनि यहाँ चाहिँ बाइकर्स क्याफे नै रहेछ यो अहिले भित्र गएर पनि म देखाइरहेको हुन्छु तर जे होस् आज चाहिँ बबाल ठाउँमा लिएर आयो क्या हाम्रो सङ्गम दाइले है सही हो अब चाहिँ चल्नुपर्छ है भोक लागिरहेको क्या थोरै पेट वजन गरौँ पहिला सही हो यार यो चाहिँ फुल्ली कस्टम रहेछ आमामा दामी बाइक नाइस बाइक नै दामी बनाएर रहेछ सोल्टीले पुरा कार्पेटै हालेर हिँडिरहेको यार दोस्तले यो चाहिँ हाम्रो क्याफे एरिया भयो चट्ट खाना खाने अनि यहाँ काउन्टर आमामा
क्लासिक सब क्लासिक रहेछ यो चाहिँ मङ्की बाइक भन्छ है ओए यो खतरा हात यार के हो यो बाइक हो कि साइकल हो कि कुदाउँछ नि यस्तो गर्दै कि ड्रिफ्ट गर्दै सही हो यार लुक एट इट म्यान फर्स्ट टाइम देखेँ यार यस्तो बाइक त मैले हान्नमा रोड ट्र्याक्स रे हान्नमा दुईवटा रहेछ है एउटा चाहिँ युकेको कलरको फ्ल्यागको कलरमा युनियन फ्ल्याग यहाँ चाहिँ पुरा क्लासिक बाइक हुँदो रहेछ यहाँ चाहिँ पुरानो स्पोर्ट्स बाइकहरू छ हजुर दाइ एउटै मान्छेको रे साँच्ची हो यत्रो सबै शिट सो गाइज हाम्रो समम दाइले चाहिँ इन्फर्मेसन दिनुभयो यो सब बाइक चाहिँ एउटै मान्छेको हो अरे क्या आमामा यो चाहिँ हार्डकोरै राइडर रहेछ यार हार्डकोर राइडर अनि पैसा भएको हार्डकोर राइडर त हामी पनि हो त्यो पैसा चाहिँ मिसिङ छ भन्ने कुरा मात्र है अनि ओए आइल अफ म्यान टिटीमा नि हानिसकेको रहेछ क्या दोषले सो यसले आइल अफ म्यान चाहिँ हानिसकेको आइल अफ एकदम फेनेटिक हो क्या एकदम बाइकको होइन क्रेजी रहेछ त मान्छे त अनि सुकेटा देख्न सकिन्छ आमामा कवासाकीदेखि लिएर होन्डादेखि लिएर सुजुकीदेखि सब बाइक राखिरहेको रहेछ है दोषले यो चाहिँ डुकाटीको पुरानोवाला है आमामा उता पनि छ ओहो हो त्यो नम्बर 3 लेखेको के हो त्यो कलर स्किम पनि दामी छ त हो यो हो कि खास आउनुपर्ने ठाउँ त है अनि यहाँ चाहिँ ट्र्याक बाइक रहेछ यिनीहरू चाहिँ ट्र्याक बाइक हो कि ट्र्याक बाइक विथ आरआई हेलमेट है आरआई चाहिँ अभियसली आरआई चाहिँ खत्रै हो अनि यो चाहिँ ए फायर ब्लेड रहेछ यहाँ पनि ट्र्याक रेडी फायर ब्लेड है पुरा फेरिङ लाइट साइड केही हुँदैन क्या ट्र्याकमा जस्ट खोल मात्र यहाँ पनि छ अर्को यामाहा रहेछ आम्मामा लुक एट इटमा अनि यो पुरानो बाइकहरू क्या अनि ट्र्याकको बाइकहरूमा चाहिँ यस्तो हुन्छ क्या सिट हुँदैन यो त्यो फर्म टाइपको हुन्छ क्या यस्तो सो त्यो भइहाल्यो अनि ओहो हो यो यामाहा त क्रेजी छ त यार लुक एट इट आमामा सही बाइक राखेर रहेछ म त फर्स्ट टाइम है दामी लाग्यो यहाँ आउँदा चाहिँ नटनको रहेछ पुरानोवाला नाइस हार्ली पनि छ आमामा कस्तो बाइकहरू यार यो चाहिँ अलि मोडर्न टाइपको रहेछ सुजुकी 1000 अनि यो भइहाल्यो ओहो पहिला रेस गर्दा लगाएको कपडाहरू होला है यसले चाहिँ अनि होन्डा भइहाल्यो यो लुक एट इट यो के बाइक हो यार यस्तो बाइकहरू के पहिलाको जमानामा के तत् अनि यो हेरौँ न त्यो क्रोम ट्याङ्कले कस्तो राम्रो देखेको हेलमेट पनि क्या दामी क्या कस्तो दामी लाग्यो हेलमेट यस्तो बाइकहरूमा चाहिँ दामी देख्छ है यो भइहाल्यो सो बाइकहरू चाहिँ क्रेजी रहेछ सो पहिला चाहिँ अब चट्ट खानु पऱ्यो होइन केही भोक लागिरहेछ डेन्जर बिहानदेखि केही खाएको छैन अनि त्यसपछि राइड हेर्दै जाऊँ आज चाहिँ बब्बालै हुनेवाला छ अनि लुक एट इट आमामा होन्डाको रे यार यस्तो बाइक चाहिँ कहिले नदेखेको मोटो गजी भन्ने यो पनि मैले कहिल्यै देखेको थिएन फर्स्ट टाइम देख्न पाएँ सही हो केटा हाम्रो चाहिँ अब केटाहरू आयो होइन यो सबै बाइक हाम्रो हाल्दी पनि आयो हाम्रो खाक्स दाई एप्रिलिया छ सुजुकी जमजम ए ल एकछिन फर्काउँदैछ केटाहरूले यहाँ चाहिँ सो अब चाहिँ यहाँदेखि चल्ने र हामी सही रहेछ हो चल्यो केटा हो हुइले हान्दिउँ कि क्या हो एउटा राइट केटाहरूको कडा भइरहेछ है MT10 कुदेकै छ आफैले त झन् दाइ म अघि आएँ Yeah. Bro, you need to get cardo.
दाइ तपाईँको त्यति स्क्रच मात्र हो त्यो ट्र्याकमा लड्दा ए ए ओके ओके त त्यति साह्रो भएको रहेन रहेछ सिल्भर फक्स क्याफे रे यही हो केटा हो के हो केटा यहाँभन्दा त उहीँ गयो हुन्छ त पबमै उहीँ राम्रो छ त यहाँ नबसौँ जाऊँ गरेर अर्कोमा आइसक्यो हाम्रो केटाहरूको बाइक यहाँ छ है चट्ट लाएर भ्यू त खासै देख्दो रहन्छ तर केटाहरूले लैला हामीलाई सोचेस् सही हो बाइक चाहिँ यस्तरी छ है केटाहरूको खतरा खतरा MT10 फायर प्लेट एप्रिलिया CBR दामी दामी छ अब चट्ट त्यहाँ मजाले बसेर भ्यू हेर्दै इन्जोय हान्नुपर्छ एकछिन केटाहरूले बवाल ठाउँ ल्याउँछ क्या जे हाम्रो सामानहरू सब यस्तो छ केटाहरू बसिरहेको छ चट्ट लाएर अनि सर र खोला क्या खोलाको भ्यू पब भ्यू हेर्दै पब भ्यू रे आमा पबमा भ्यू हेर्दै चट्ट इन्जोय होइन अब त्यहाँ टक्क रिभर साइडमा अब चाहिँ यहाँदेखि हामी स्विन्डन जाने हो सो स्विन्डनको राइड चाहिँ होपफुली अलिकै बाटो खाली भयो भने त यार अघि लास्टै भिज्यो क्या यार हाम्रो ग्रुप चाहिँ हिँड्न लाग्यो केटा ल जम गर्मी भयो केटा हो सही थियो यो द वाइट हार्ट भन्ने पब दामी लाग्यो लोकेसन चाहिँ